यदि नेपालमा केही नराम्रो हुन्छ वा कसैले अन्याय गर्छ र भोग्छ भने त्यहाँ एउटा विश्वास छ कि यस्ता चिजहरू सती र सरापेको देश हुनैपर्छ भन्ने। सती प्रथा के हो र कसले र कहिले समाप्त गरियो भन्ने आजको यो विस्तार कथामा हामी जान्नेछौँ। नमस्ते दर्शकबिन, नेपाली कथा संसारमा स्वागत छ। मेरो नाम अमर हो। यहाँ हामी मनमोहक र रमाइलो कथाहरू सुन्छौँ। मन पर्यो भने लाइक, कमेन्ट्स र सब्सक्राइब गर्नुहोस्। घन्टी थिचेर नयाँ कथा नछुटाउनुहोस्। आजको कथा सुरु गरौँ। सती प्रथा एक प्राचीन र क्रूर सामाजिक प्रथा हो जसमा पतिको मृत्युपछि उनकी पत्नी विधवालाई पतिको चितामा जिउँदै जलाउन बाध्य गरिन्थ्यो वा उनले स्वेच्छाले चितामा हाम फालेर आत्मदाह गर्नु पर्थ्यो। यो प्रथा विशेष गरी हिन्दू समाजमा प्रचलित थियो र नेपाल र भारतको केही भागमा मैथकालीन समयमा व्यापक थियो। सती प्रथालाई सामाजिक र धार्मिक रूपमा विधवाको पतिको प्रति निष्ठा र समर्पणको उच्चतम उदाहरण मानिन्थ्यो, तर धेरैजसो अवस्थामा यो जबरजस्ती गरिन्थ्यो जुन अमानवीय क्रूर मानिन्थ्यो। यो प्रथा विशेष गरी राजपरिवार र उच्च जातका समुदायमा सुरु भएको थियो, तर पछि अन्य समुदायमा पनि फैलियो। सती प्रथालाई कसले र कहिले समाप्त गर्यो? नेपालमा सती प्रथालाई श्री 3 चन्द्रशमशेर जङ्गबहादुर राणाले औपचारिक रूपमा कानुनी रूपमा समाप्त गरे। यो प्रथालाई भारतमा सन् 1829 मा बेङ्गल सती रेगुलेसन समिति नियमद्वारा प्रतिबन्ध भएको थियो र त्यसको पछि 51 वर्षपछि नेपालमा समाप्त भएको थियो। सती प्रथा समाप्त गर्नुको कारणहरू थप कतिपय छन् जसमा हामीले अब प्रमुख जान्ने गर्छौँ। अमानवीय क्रूर प्रथा। सती प्रथा विधवाहरूमाथि चरम हिंसा थियो। धेरैजसो महिलाहरूलाई जबरजस्ती चितामा जलाउन बाध्य गरिन्थ्यो जुन सामाजिक र नैतिक रूपमा गलत मानिन्थ्यो। सामाजिक सुधारको माग गर्दै 15औं शताब्दीमा सामाजिक सुधारकहरू जस्तै नेपालमा योगमाया न्युपानेले सती प्रथाको विरोध गरे। योगमायाले 1918 मा नारी समिति गठन गरी सती प्रथा र विधवामाथिको सामाजिक अन्याय विरुद्ध लडिन्। उनको अभियानले चन्द्रशमशेरमाथि दबाव सिर्जना गर्यो। भारतले सन् 1929 मा सती प्रथालाई गैर कानुनी बनाएको थियो र नेपालमा पनि ब्रिटिस सरकारको दबावले चन्द्रशमशेरलाई यो प्रथा पूर्ण रूपमा हटाउन गर्यो। नैतिक र कानुनी सुधार चन्द्रशमशेरले आफ्नो 58औं जन्मदिनमा यो प्रथालाई समाप्त गर्ने कानुन लागू गरे, जुन उनको शासनकालको एक प्रमुख सुधार थियो। यो कदमले उनको शासनलाई प्रगतिशील देखाउने र सामाजिक सुधारमा योगदान पुर्याउने उद्देश्य राखेको थियो। महिलाहरूको अधिकार। सती प्रथाले महिलाहरूको आधारभूत अधिकार हनन गर्दथ्यो। यो प्रथालाई समाप्त गर्नले विधवाहरूलाई सामाजिक अन्याय र हिंसाबाट मुक्ति दिने प्रयासलाई सङ्केत गर्थ्यो। तर किन ठ्याक्कै नेपाललाई सती र सरापेको देश भनिन्छ? यो विश्वास दोलखाको भीमसेनले पसिना काडे भने जस्तै मात्र हो। आजको विस्तार कथामा हामी यसले बुझ्ने प्रयास गर्छौँ। प्राचीन हिन्दू समाजमा विशेष गरी जब पतिको मृत्यु हुन्थ्यो, आफ्नो मृतक पतिसँग जिउँदै जन्ने महिलालाई सती प्रथा भनिन्थ्यो र यो प्रथालाई सती प्रथा भनिन्थ्यो। पतिको मृत्युपछि विधवालाई गाँजा जस्ता नशालु पदार्थ दिइन्थ्यो जसले गर्दा उनी बेहोस हुन्थिन्। बेहोस पत्नीलाई मृतक पतिको छेउमा चितामा राखिन्थ्यो। सो गर्नेहरूले बलिया लठीहरू हातमा लिएर छेउमा उभिन्थे। पुजारीहरू उभिएर धार्मिक विधिहरू पढ्दथे। जब आगो बल्न थाल्थ्यो, नशाबाट बिउजेकी महिला चिच्याउन थाल्थिन्। उनी मद्दतको लागि गुहार्थिन्, तर उनको चित्कारलाई दबाउन ढोल, शङ्खा र घन्टी जस्ता चर्का आवाजहरूको बद्यानहरू बजाइन्थ्यो।
जब आगोले मृतक पतिसँग बाँधेको डोरी जलिसक्थ्यो र आगोको ताप सहन नसक्ने र महिला हामफाल्न खोज्थे। तर बलिया लाठीहरू लिएर उभिएका शोक गर्नेहरूले पुजारीको आदेशमा उनलाई लट्ठीले हिर्काउँथे ताकि उनी चिताबाट उठ्न नसकुन्। उनीहरू असहाय महिलालाई अशब्द बोल्दथे। बिस्तारै आगो र लट्ठीको चोटले उनलाई कमजोर बनाउँथे र सती प्रथाको आडमा उनी एकै क्षणमा खरामिन परिणत हुन्थे। कतिपय ठाउँमा महिलाहरूलाई फलामको साङ्लाले ठुला काठका लठाराहरूमा बाँधेर चितामाथि राखेर जिउँदै जलाइन्थ्यो। ती महिलाहरूले जति प्रयास गरे पनि फलामको साङ्लोबाट रोकिन असम्भव थियो। यदि कुनै पुरुषका धेरै पत्नीहरू थिए भने ती सबैलाई जिउँदै जलाइन्थ्यो। यदि पतिको मृत्यु हुँदा पत्नी गर्भवती थिइन् भने बच्चा जन्मेपछि मृतक पतिको लुगाको कुनै टुक्रासँग उनलाई जिउँदै जलाइन्थ्यो। यदि पत्नी घरबाट टाढा भए पनि उनलाई फर्काएर ल्याएर सतीको नाममा जिउँदो जलाइन्थ्यो। सामन्ती शासक, राजा, महाराजा, सम्राटहरूका पत्नीहरूका साथै निजी सेवक, दासी र उपपत्नीहरूलाई पनि सतीको नाममा जिउँदै जलाइन्थ्यो। मृतक पतिसँग जिउँदै जल्नु जसलाई सती धर्म भनिन्थ्यो। पुजारी र धार्मिक नेताहरू महिमण्डप गर्दथे। भारतका गङ्गा, यमुना र जमुना जस्ता ठुला नदी किनारहरूमा, नेपालका बागमती, कोशी, नारायणी, गण्डकी, कर्णाली र महाकाली नदी र किनारहरूमा मृतकसँगै महिलाहरूलाई सतीको नाममा जिउँदै जलाइन्थ्यो। सती जलेको हेर्नु शुभ हुन्छ भन्ने अन्धविश्वासले प्रेरित भएर यी घाटहरूमा दाह संस्कार गर्ने ठाउँहरूमा दुःखद र डरलाग्दो दृश्य हेर्न भिड लाग्दथ्यो। प्राचीन हिन्दू समाजमा प्रचलित यो क्रूर परम्परा जिउँदै जलेकी महिलालाई सती भनिन्थ्यो वा यो प्रथालाई सती प्रथा भनेर चिनिन्थ्यो। कतिपय शासकहरूले समय समयमा सती प्रथालाई प्रतिबन्ध लगाउने प्रयास गरे र कानुनी रूपमा पनि बदल गरे। 1910 सनमा अङ्ग्रेजीमा भन्दा जाँदाखेरि आजभन्दा अगाडिको सन् अङ्ग्रेजीमा 1853 र 1854 सनमा ईसापूर्वमा जब जङ्गबहादुर कुँवर राणा प्रधानमन्त्री र प्रधानमन्त्री सेनापति थिए, मुल्की ऐन तयार पारिएको थियो जसमा सती प्रथालाई प्रतिबन्ध लगाउने प्रयासहरू समावेश थिए। क्षेत्र र स्थानीय प्रशासकहरूलाई 8 बिन्दु निर्देश पठाइएको थियो र यस निर्देशनको सबैभन्दा महत्त्वपूर्ण पक्ष सहमतिको परिचय थियो। यसमा भनिएको थियो कि कसैले पनि सती बन्न बाध्य पार्नु हुँदैन र यदि पति स्वेच्छाले राजी भए मात्र उनलाई त्यसो गर्न अनुमति दिनुपर्छ। हामीले त्यस समयमा जङ्गबहादुरले पठाएको निर्देश भेटेका छौँ। सहमति बाहेक यसमा अन्य महत्त्वपूर्ण बिन्दुहरू पनि थिए। उदाहरणको लागि पहिलो बिन्दुमा यदि कुनै महिला सती हुनु चाहन्छिन् तर 16 वर्ष पुगेकी छैनन् भने उनलाई त्यसो गर्न अनुमति दिनु हुँदैन भनिएको छ। दोस्रो बिन्दुमा यदि महिला 16 वर्षकी छिन् तर उनको छोरा 16 वर्ष पुगेका छैनन् भने उनलाई सती हुनु अनुमति दिनु हुँदैन भनिएको छ। तेस्रो बिन्दुमा यदि उनको छोरी छिन् भने छोरी कम्तीमा पनि 5 वर्षकी नभएसम्म उनलाई सती हुनु अनुमति दिनु हुँदैन भनिएको छ। तर यदि छोरा 16 वर्षको छ तर छोरी 5 वर्षभन्दा मुनि छ भने उनलाई सती हुनु अनुमति दिन सकिन्छ, जसले कानुनमा पनि भेदभाव राखेको छ। त्यही पनि सती प्रथाको प्रचलन कम गर्न यो जङ्गबहादुर नै थिए, जसले पहिलो पटक लिखित निर्देशहरू वा हामीले कानुन भन्न सक्छौँ। सबैभन्दा महत्त्वपूर्ण पक्ष सहमति शब्दको परिचय थियो। पछि गएर 14 असार 1944 मा र अङ्ग्रेजीमा भन्न जाँदाखेरि जुन 28 अनि 1888 सनमा श्री 3 वीर शमशेर राणाले देशभर तैनात स्थानीय प्रशासकहरूलाई लिखित निर्देश जारी गर्दै उनीहरूले महिलालाई सती हुनु अनुमति दिनुको अघिको सहमति लिनुपर्ने अनिवार्य गरे। थप रूपमा महिलाका वयस्क छोराछोरी हुनुपर्ने, गर्भवती हुनु नहुने र अन्य कडा नियमहरू लागू गरिएका थिए।
त्यसपछि 1977 मा विक्रम सम्वत अङ्ग्रेजीमा भन्न जाँदाखेरि मिडिल अप्रिल 1920 र 1921 मा श्री तीनचन्द्र शमशेर महाराजा राणाले मुल्की ऐन संशोधन गरी सती प्रथालाई पूर्ण रूपमा प्रतिबन्ध लगाए। यसले नेपालमा सती प्रथाको अन्त भयो। अब हामीले सती पृष्ठभूमि बुझेपछि नेपाललाई सतीले सरापेको देश किन भनिन्छ भन्ने कुरा पत्ता लगाऊ। मलाई पनि लाग्दथ्यो कि सतीले सरापेको भन्ने शब्द उत्पत्ति जिउँदै चलाएका सबै महिलाहरूले रोएर र पीडा भोगेको बेला यो भूमिलाई सरापेको विचारबाट भएको हो। तर मैले इतिहास गहिरो अध्ययन गर्दा यो शब्द वास्तवमा एउटा विशेष घटनाबाट उत्पन्न भएको पत्ता लगाए, जहाँ देशले एकजना सतीले सरापेको विश्वास गरिएको थियो। यो सबै बुझ्न हामीले भीममल्ल नामक व्यक्तिको बारेमा जान्नुपर्छ। अब भीममल्लको बारेमा कुरा गरौँ। यो कथा लगभग 370 वर्ष अघि, अङ्ग्रेजीमा भन्न जाँदाखेरि 1655 एडी र काठमाडौँको हो। गोर्खा राजा पृथ्वीनारायण शाहद्वारा नेपालको एकीकरण हुनु अघि तत्कालीन नेपाल मण्डल, जसमा हालको काठमाडौँ, ललितपुर र भक्तपुर समावेश थिए, 3 वटा अलग स्वतन्त्र राज्यको रूपमा अस्तित्व थियो। यो विभिन्न मल्ल राजाहरूद्वारा शासित थिए। जब राजा लक्ष्मी नरसिंह मल्लले कान्तिपुरका शासक थिए, हालको ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्ला पूर्वमा भक्तपुरको अधीनमा थिए। कान्तिपुरका राजा भएपछि लक्ष्मी नरसिंह मल्लले भीममल्ललाई काजी पदमा नियुक्त गरे र आफ्नो राज्य विस्तार गर्न थाले। काजी पद अहिले हामीले प्रधानमन्त्री भने जस्तै थियो। त्यस समयमा काजीको मुख्य कर्तव्य सैन्य अभियानहरूको नेतृत्व र कार्यान्वयन गर्नु थियो। भीममल्लले कान्तिपुरका मानिसहरूबाट ठुलो सेना बनाएर पूर्व जित्न निस्के। भक्तपुरको नियन्त्रणमा रहेका क्षेत्रहरू हुँदै अन्त हालको ओखलढुङ्गामा पुगे। राणा शासनकालमा यो क्षेत्रलाई पूर्वी नम्बर 3 भनिन्थ्यो। भीममल्लले सफलतापूर्वक यो क्षेत्र कब्जा गरे, तर त्यहाँ पुगेपछि सेनाको खाना सकियो। त्यसै बेला विरोधी सेना आइपुग्दा स्थानीयहरूलाई चामल र अन्य खाद्य सामग्री लुकाउने चलन थियो, ताकि उनीहरूलाई भोको पारेर कमजोर भएपछि आक्रमण गर्न सकियोस्। तर भीममल्लले प्रत्येक घरबाट चामल संलग्न गरेर त्यसलाई एउटा ठुलो खोक्रो ढुङ्गामा राखेर अर्को ढुङ्गाले कुटेर आफ्नो सैनिकहरूलाई खुवाए। त्यसै बेला आधुनिक धान कुट्ने मेसिन नभएकाले धानलाई सामान्यतः काठका औजारहरूले कुटेर तयार पारिन्थ्यो। तर यी औजारहरूको अभावमा भीममल्लले ढुङ्गाको प्रयोग गरे। कान्तिपुरका सैनिकहरूले धान कुटेपछि ढुङ्गाको फोक्रो झनै ठुलो भयो र स्थानीयहरूले त्यो ढुङ्गालाई ओखलढुङ्गा भन्न थाले, किनभने त्यो ओखल परम्परागत ढुङ्गा ओखल जस्तै देखिन्थ्यो। कान्तिपुर र वरिपरिका उपत्यकाका मानिसहरूले यो क्षेत्रलाई उल्लेख गर्दा उनीहरूले त्यसलाई ओखलढुङ्गा भनेर सम्बोधन गर्न थाले, जुन पछि विभिन्न उपन्यासहरूमा उल्लेख भए त्यस क्षेत्रको आधिकारिक नाम बन्यो। भक्तपुरको नियन्त्रणमा रहेको पूर्वी क्षेत्र जितेपछि काजी भीममल्ल कान्तिपुर फर्किए। कान्तिपुरका राजा लक्ष्मी नरसिंह मल्लले काजी नरदेव र म्यानसिंहले उत्तरतर्फ तिब्बततिर सैन्य अभियानको नेतृत्व गर्न आदेश दिए। तर नरदेव र म्यानसिंहमा सैन्य कारबाहीको सञ्चालन गर्ने साहस र क्षमता थिएन। फलस्वरूप उनीहरूले राजालाई भीममल्ल नै यस कामका लागि सबैभन्दा उपयुक्त व्यक्ति भएको विश्वास दिलाए, जबकि उनीहरूले आफ्नै कान्तिपुरको आन्तरिक मामलामा व्यवस्थापन गर्न पछाडि बस्ने भए। यसरी राजाको आदेशमा भीममल्लले सेनालाई तिब्बततिर लगे। भीममल्लमा कूटनीतिक क्षमता र सैन्य नेतृत्वको कौशल थियो। फलस्वरूप उनले कुर्ती, केर, खासा जस्ता क्षेत्रहरू सफलतापूर्वक कब्जा गरेर उनीहरूलाई कान्तिपुरको नियन्त्रणमा ल्याए। अन्तमा तिब्बत कान्तिपुरसँग सन्धि गर्न बाध्य भयो। सन्धि अनुसार नेपाली व्यापारीहरूलाई तिब्बतमा
32वटा कोठा भएको पसल खोल्न अनुमति दिएको थियो। नेपालको तिब्बतमा वाणिज्य दूतावास हुने थियो। तिब्बतमा नेपाली मुद्रा स्वीकार हुने थियो। यो सन्धि हेर्दा यस्तो लाग्छ कि नेपालले तिब्बतमा पूर्ण रूपमा शक्ति सत्ताको अधिकार गरेको थियो। म फेरि भन्छु, जब मानिसहरू प्रभुत्व शब्द सुन्छन् उनीहरू प्राय नेपाल नै प्रभुत्वमा परेको हुन सक्छ भन्ने सोच्छन्, तर होइन। इतिहास एउटा यस्तो समय थियो जब नेपालले यो सन्धि मार्फत तिब्बतमा पूर्ण रूपमा शक्ति सत्ताको अधिकार नियन्त्रण जमाएको थियो। थप रूपमा काजी भीमल्लले तिब्बती व्यापारीहरूलाई भारतको विभिन्न भागमा जाँदा कान्तिपुर हुँदै आफ्नो व्यापार गर्न व्यवस्था मिलाएका थिए। यसरी भीमल्लको कूटनीतिक र कौशलले खासा कुर्ती र केरुङमा नेपालको झण्डा फहराउन सफल भयो। भीमल्लकै कारण पूर्वी क्षेत्र पनि कान्तिपुरको नियन्त्रणमा आयो। तिब्बतमाथिको विजयसँग व्यापार बढ्यो, जसले त्यस क्षेत्रमा धन र समृद्धि ल्यायो। तर त्यो सफलताले कान्तिपुरको छिमेकी राजा भक्तपुरलाई गोप्य रूपमा ईर्ष्यालु बनायो। अब भीमल्ल कान्तिपुर फर्केपछि उनको प्रभाव बढ्ने नै भयो। राजा, प्रजा र व्यापारी सबैले उनको प्रशंसा गर्न थाले। आफ्नो प्रभाव कम हुने डरले काजी नरदेव र म्यानसिंह चिन्तित हुन थाले। भक्तपुरका अवसरवादी र चतुर व्यक्ति महादेव ओझाको सल्लाहमा उनीहरूले राजालाई भने कि भीमल्ल तिब्बतको सेनाको समर्थनमा राजालाई पदबाट हटाउन आफै कान्तिपुरको राजा बन्न फर्किँदैछ। महादेव ओझा र नरदेव र म्यानसिंहको झुटो आरोपबाट भ्रमित भएका राजा लक्ष्मीनरसिंह मल्लले काजी भीमल्ललाई मृत्युदण्ड दिने निर्णय गरे। यो निर्णय गोप्य राखिएको थियो र भीमल्ललाई तिब्बतबाट कान्तिपुर बोलाइएको थियो। दरबार सधैँ राति बत्तीले उज्यालो भए पनि, भित्र र बाहिर दुवै झिलिमिली भए पनि त्यो रात प्रवेशद्वारमा मात्र बत्ती बलिएको थियो। भित्र अँध्यारो थियो। साँझको समयतिर काजी भीमल्ल केही सहयोगीहरूसँग शाही दरबारमा प्रवेश गरे। मुख्य गेटबाट प्रवेश गरेपछि जब उनी राजालाई भेट्न सिंहासन कक्षातिर जाँदै थिए, सैनिकहरूले उनलाई त्रिशूल चोकतिर जान भने। राजा त्यहाँ हुनुहुन्छ भन्दै उनी त्रिशूल चोकमा पुग्ने बित्तिकै पहिले नै तयार भएका सैनिकहरूले भीमल्ललाई समातेर उनका हात र खुट्टा समातेर भुइँमा बछारे। त्यसपछि एकजना सैनिकले तरबार निकालेर उनको घाँटी रेख्यो। यो आँगन बडा दशैँमा राँगा र बाख्रा बलि दिने ठाउँ थियो। आँगन र मञ्च प्राय यी जनावरहरूको रगतले ढाकिएको हुन्थ्यो। तर त्यो दिन देशभक्त र वफादार काजीको रगतले जमिन भिजेको थियो। काजी भीमल्लले कान्तिपुर राज्यको हितका लागि अथक प्रयास गरेका थिए। भीमल्लले कुनै पनि दुर्भावनापूर्ण गतिविधिमा संलग्न भएको कुनै ऐतिहासिक प्रमाण छैन। उनी निर्दोष र कान्तिपुर राज्य र राजाप्रति पूर्ण रूपमा समर्पित थिए। त्यही पनि उनीबाट कुनै स्पष्टीकरण नदिई झुटो आरोपमा उनको हत्या गरियो। राजाको आदेशमा भीमल्लको दाह संस्कार गरियो। उनकी पत्नी भुवनलक्ष्मीले आफ्नो पतिको दाह संस्कार चितामा आत्मदाह गरी सती बन्ने निर्णय गरे। त्यसो गर्नु अघि उनले दरबारलाई सराप्दै भनिन्, यो दरबारभित्र कसैलाई पनि बुद्धि नहोस्। यो सरापको अर्थ थियो। काजी भीमल्लकी पत्नी भुवनलक्ष्मी मल्लले भूमिलाई सराप्दै भनिन्, यो देशको कल्याण चाहने कोही पनि यहाँ कहिले फस्टाउन नपाओस् भन्दै उनी चितामा जल्न लाग्यो। इतिहासकार बालचन्द्र शर्माका अनुसार भीमल्ल राजा लक्ष्मीनरसिंह मल्लको छोरीका ज्वाइँ थिए। उनले कान्तिपुर र तिब्बत बीचको व्यापार विस्तार गरेका थिए। उनको प्रयासले तिब्बतको कुती क्षेत्र कान्तिपुरको नियन्त्रणमा आएको थियो। भीमल्ल कान्तिपुरको क्षेत्र विस्तार गर्न र राजा लक्ष्मीनरसिंह मल्लले सम्पूर्ण उपत्यका शासन गरेको देख्न चाहन्थे। उनले यसको लागि तयारी पनि सुरु गरेका थिए।
तर उनका विरोधीहरूले उनलाई आफ्नो सेनाको सहयोगमा राजालाई पदबाट हटाउने योजना बनाएको झुट आरोप लगाए, जसले गर्दा राजाद्वारा उनको हत्या गरियो। उनकी पत्नी भुवनलक्ष्मीले सती जानु अघि भूमिलाई श्रापिन्। सत्य थाहा पाएपछि राजाले आफ्नो कार्यमा गल्तीको महसुस गरे। दुःख मनाउने र अपराध बोधले सतायो, अन्तमा पागल भए। उनका छोरा युवराज प्रताप मल्लले प्रशासन सम्हाले। राजा लक्ष्मी मल्ल 16 वर्षसम्म पागल अवस्थामै बाँचेर त्यसपछि मरे। यसरी इतिहासकार शर्माले आफ्नो पुस्तकहरूमा भीम मल्ललाई राजा लक्ष्मी मल्ललाई मृत्युदण्ड दिएको उल्लेख गरेका छन्। तर यो कथाको अर्को दृष्टिकोण पनि छ। नमस्ते दर्शकबिन, आजको कथा यही समाप्त हुन्छ। यो कथा मन पर्यो भने कमेन्ट्स र आफ्नो विचार राख्नुहोस्। लाइक र सब्स्क्राइब गर्नुहोस् नभुल्नुहोला र घन्टी थिचेर अर्को रमाइलो कथा पर्खनुहोस्। म अमर, फेरि भेटौँला नेपाली कथा संसारमा। नमस्ते।